हामी भन्ने भावनाको विकास गर्ने पनि एउटा जमर्को हो। अर्को कुरा यो डिजिटल प्लेटफर्म र नेटवर्किङको एउटा रचनात्मक प्रयोग गर्ने एउटा प्रयास पनि हो। त्यसै गरी हाम्रो जति पनि अग्रज हुनुहुन्छ, अग्रजहरूको अनुभव युवाहरूको जीवनमा काहीँ न काहीँ त्यसले सहयोग गरोस्, सपोर्ट गरोस् भन्ने हिसाबले यो हाम्रो डिस्कोर्सहरू नियमित रूपमा भइरहेको छ, सञ्चालन भइरहेको छ। आजको यो डिस्कोर्स विशेष गरेर हामीले प्रोफेसर, एउटा समालोचक, साहित्यकार, कवि डाक्टर रमेश शुभेच्छु हाम्रो माझ हुनुहुनेछ। उहाँले आफ्ना जीवनका भोगाई अनुभवहरू हामी माझ राख्नुहुनेछ। विशेष गरी उहाँले यो सेसनको सुरुवाती फेजमा उहाँले थोरै आफ्नै मुखार बिन्दुबाट उहाँले आफ्नो बायोग्राफीहरू राख्नुहुनेछ। नयाँ साथीहरू, युवा साथीहरूले उहाँलाई एउटा चिन्ने, बुझ्ने मौका पनि हुनेछ। वास्तविक रमेश शुभेच्छु को हुनुहुन्छ त भन्ने कुराहरू उहाँकै वृत्तान्तबाट छोटो 5-7 मिनटमा सकिने तरिकाले उहाँले आफ्नो बायोग्राफी भन्नुहुनेछ। त्यो बायोग्राफीले हामीलाई एउटा इन्सपायर गर्नेछ, मोटिभेट गर्नेछ, हामीलाई पनि केही अगाडि बढौँ गरौँ भन्ने एउटा प्रेरणा दिनेछ। त्यसैले यो हाम्रो रमेश सरको बायोग्राफी रहनेछ। त्यसपछि हामी विषयमा केन्द्रित हुनेछौँ। पक्कै पनि हाम्रो स्कुल कलेजले हामीलाई दिइरहेको शिक्षा र हाम्रो जीवनमा कहाँनिर तादम्यता छ त, कहाँनिर त्यो समानता छ त, असमानता छ, कहाँनिर ग्याप छ भन्ने कुराहरू उहाँले हामीलाई आफ्ना विचार, अनुभव र भोगाईहरू हामी माझ राख्नुहुनेछ। त्यसै गरी फाइनल सेसनमा रहनेछ, हामी अन्तर्क्रिया सेसन गर्नेछौँ। अन्तर्क्रिया सेसनमा उपस्थिति युवा साथीहरूले हाम्रो आजको स्पिकर, अतिथि, वक्ता डाक्टर रमेश शुभेच्छुलाई हामीले क्वेसन गर्नुहुनेछ र क्वेसनको एन्सर स्वरूप हामी यो डिस्कोर्सको एउटा कन्क्लुजन, निष्कर्ष निकालेर आजको यो डिस्कोर्स सकाउनेछौँ, सकिनेछ भन्दै म आजको स्पिकर सामु आजको कार्यक्रम सञ्चालनको लागि म स्वागत गर्छु रमेश सर। हार्दिक धन्यवाद मिज्यू। रमेशै नाम भएकोले मैले ठट्टा गरेँ। यहाँहरूले यो झन्नै अनौपचारिक जस्तो यो छलफलको सत्र चलाउँदै गर्नुभएको थाहा पाएर खुसी लागेको छ। म रमेश शुभेच्छु। म जन्मिएको ठाउँ नेपालको पूर्व पाँचथर, सुदूरपूर्व। म स्कुल जान थाल्दा 1.5 घण्टाको बाटो हिँडेर जानु पर्थ्यो र म झन्नै 7 वर्ष, 6.5 वर्षको उमेरदेखि मात्रै औपचारिक शिक्षा सुरु गरेको। घरमा बुवा, हजुरबुवाहरूसँग कख सिकेको। गाउँबाटै 3टा स्कुल फेरेर त्यो समयको एसएलसी गरेको र क्याम्पस जीवन पढ्नलाई त्यो जिल्लामा नै कलेजको अभाव, अरू अभाव भएकोले म इलाम अर्को जिल्लामा आएर मैले उच्च शिक्षा आरम्भ गरेको। त्यहाँबाट स्नातक तह सकेर स्नातकोत्तर पढ्नका लागि त्रिभुवन विश्वविद्यालय कृतिपुरमा प्रवेश गरेको। त्यहाँबाट मैले 2टा विषयमा डिग्री लिएर निक्लिएँ। सम्भवतः म त्यहाँबाट निस्केको धेरै समय भएको थिएन। रमेशजीहरूसँग भेट हुँदा म नयाँ नै थिएँ। अनि त्यही विश्वविद्यालयबाट मैले एमफिल र विद्यावारिधि पनि गरेको। यो काठमाडौँमा सङ्घर्ष गर्दै गर्दै एक किसिम म आफैलाई फर्केर हेर्दा तपाईँ युवा साथीहरूलाई भन्नुपर्दा म आफै पनि एउटा ठोकिँदै अप्ठ्यारा बाटाहरू पार गर्दै एउटा जति सम्भव हुन्छ त्यति सफल जीवन बाँचिरहेको व्यक्ति हुँ भन्ने मलाई लाग्छ। सफलता अरूसँगको तुलनामा होइन, आफैसँगको तुलनामा म कहाँ छु भनेर हेऱ्यो भने म त्यति असफल हुँ जस्तो मलाई लाग्दैन। मैले नेपाली साहित्यको विद्यावारिधीसँगै अङ्ग्रेजी साहित्यको एमफिल पनि गरेको छु र विश्वमा भएका नयाँ ज्ञानहरू, नयाँ प्रविधिहरू, नयाँ सिपहरू के छन् भन्ने कुरामा चासो लिन्छु। म मूलतः लेखक भएकोले, अध्यापक भएकोले मेरो यो मोटिभेसनल पाटो त्यति धेरै चर्चामा आएको छैन, तर मैले लेखनमा, सिर्जनामा यसलाई प्रयोग गरिराखेको छु र
मेरो 3वटा एउटा होइन 3वटा फरक फरक शीर्षकका यो मोटिभेसनल खालका किताबहरू पनि तयारी भइराखेका छन्। लगभग सकिसकेको छ, एउटा पब्लिकेसनले त्यो तयारी गरेको छ। त्यसपछि चाहिँ म अलिकति जागिरे जीवनबाट बिस्तारै त्यतातिर आफ्नो अनुभव सँगसँगै आफ्नो ज्ञान पनि बाँड्ने क्षेत्रतिर, आफूले काम गर्ने ठाउँ मात्रै नभएर आज तपाईहरूले मलाई दिएको फोरम जस्तै अरू फोरमतिर जान्छु भन्ने मेरो योजना छ। मेरो परिचयको पाटो यति रह्यो। यो सहभागिता कम छ, तर पनि यहाँहरूले मलाई यहाँ बोल्न निम्ता गरेपछि मैले सहभागिता कम या बढी भनेर हेर्नु हुँदैन। अनि यो परिवर्तन, सुधार अथवा चेतनाको कुरा थोरै थोरै व्यक्तिबाट नै विकास हुँदै हुँदै जाने हो। सम्भवतः यहाँहरूले यसलाई रेकर्ड गर्दै हुनुहोला र भोलि यो सामाजिक सञ्जाल अथवा यहाँहरूको कुनै माध्यमबाट धेरैजनामा पुग्ला, म यसरी हेर्छु। र यो थोरै भन्दा पनि यो धेरै हो भन्ने बुझ्छु। मलाई यहाँहरूले दिएको विषय छ विद्यालय र विश्वविद्यालय शिक्षा र व्यावहारिक जीवन। यो विषय आजका मान्छेहरूलाई सफल बनाउने असफल बनाउने दुईटै कुरा यो विषयको बोधको अभाव जस्तो लाग्छ मलाई। हामीले यसो समाजमा हेर्यौं भने आजको समाज ल पुँजीवादमुखी समाज हो भनेर हामी बुझौं, पैसा कमाउनु छ सबैलाई भनेर बुझौं। यसरी हेर्यौं भने आजको विश्वका धनी व्यक्तिहरूको सूची बनाउँदा 10 जना 20 जनाको सूची बनाउँदा ती कोही पनि विद्यावारिधि गरेका व्यक्ति छैनन्। कोही कलेज जीवन असफल भएका छन्, कोही स्कुल जीवन नै असफल भएका छन् र कोही उच्च शिक्षाको माथिल्लो कक्षामा गएपछि असफल छन् र कोही चाहिँ ब्याक बेन्चरहरू छन्। धनलाई तपाईं सफल मान्नुहुन्छ भने, अनि म डाटा भन्दा पनि म मोटामोटी आधार मात्रै लिन्छु। केही डाटाले पनि कहिलेकाहीँ हामीलाई कस्तो बनाइदिन्छ भने यन्त्रवत बनाइदिन्छ। हामी साहित्यको मान्छे चाहिँ कहिलेकाहीँ 2 मा 2 जोडे 5 पनि हुन्छ भन्छौं, अनि कहिलेकाहीँ 3 मात्रै हुन्छ पनि भन्छौं। यो वैज्ञानिक दृष्टिले अथवा म्याथमेटिकल दृष्टिले अलिकति नसुहाउने कुरा हुन्छ। अनि ल विश्वको आजको एउटा सबैभन्दा ठूलो पुरस्कार नोबेल प्राइज पाउने मान्छेहरूको सूची हामीले हेर्यौं भने त्यहाँ चाहिँ बराबरी उच्च शिक्षा लिएका र व्यावहारिक जीवनमा पनि सफल भएका मान्छेहरू हामी देख्छौं। अनि विश्वको अर्को एउटा शक्ति पाटो राजनीतिमा हेर्यौं भने तपाई आजै मात्रै ल अहिलेको विश्वको राज्य प्रमुखहरूको नाम लिस्ट अगाडि राखेर बस्नुभयो भने उच्च शिक्षा, बौद्धिकता अथवा विद्यावारिधीहरू साह्रै थोरै भेट्नुहुन्छ। अब सबैभन्दा बढी चर्चा चाहिँ उनीहरूको छ। ल यो पनि पाटो छोड्दियौं हामी। विश्वका सफल कलाकारहरू जति पनि तपाई 10 जनादेखि 20 जनासम्मको सफल चलचित्रका कलाकारहरू अथवा सफल पुरस्कार जित्ने कलाकारहरू, नोबेल पुरस्कार जित्ने कलाकारहरू हेर्नुभयो भने पनि यो अवस्थै पाउनुहुन्छ तपाईले। आधाउधी बौद्धिकता भएका, आधाउधी चाहिँ कुनै कारणले उच्च शिक्षा छुटेका मान्छेहरू पाउनुहुन्छ। अनि अब यो एउटा मोटामोटी मैले एउटा सम्पत्ति, उद्यम, व्यापार अथवा विश्वको धनीको लिस्टको कुरा गरे, एउटा राजनीतिको कुरा गरे, एउटा कला क्षेत्रको कुरा गरे र अर्को
यो नोबेल पुरस्कारसँग जोडेर आम प्रतिष्ठाको कुरा गरे, विश्वमा दिने योगदानको कुरा गरे, अथवा यसलाई इनोभेसन आविष्कार यसको कुरा गरे। अब यति कुरा गरेपछि यहाँहरूलाई पनि केही लाग्यो होला भन्नुको अर्थ उच्च शिक्षा मात्रै सबै कुरा होइन रहेछ पनि लाग्यो होला एक कोणबाट। अनि फेरि उच्च शिक्षासँगैको कला, उच्च शिक्षासँगैको राजनीति, उच्च शिक्षासँगैको आर्जन यो पनि हो भन्ने लाग्यो होला, यो दुईटा लाग्यो होला भन्ने मलाई लाग्छ। अनि हाम्रै अब यो विश्वको कुरा गरेर हाम्रो गाउँ ठाउँ हाम्रो परिवेशलाई काम दिँदैन। हामी असफल अथवा हाम्रो पुस्तामा असफलता दुर्घटना ल्याउने एउटा कुरा यो छ, हामी अर्को मुलुकलाई हेर्छौं, त्यो मुलुकमा गरेको काम हेर्छौं र यहाँ त्यो गर्न खोज्दा असफल हुन्छौं। एउटा ल हामी व्यापारपट्टिको कुरा गरौं, विश्वमा जोइन्ट स्टक कम्पनीहरू सफल छन्। धेरैजना मिलेर उद्योग चलायो भने, व्यापार गर्यो भने सफल हुन्छ भन्ने विश्वको मान्यता छ। नेपाली परिवेशमा हेर्नुभयो भने पार्टनरशिप चाहिँ फाप्दैन, एक्लै गर्नुपर्छ भन्छ। अब यहाँ गडबड हुन्छ। यो किन हुन्छ भन्दा हाम्रो चेतना स्तर, त्यो विश्वमा भइराखेको अहिलेको विकास र हाम्रो विकासको तह फरक छ। हामी यहाँनेरि अल्मलिन्छौँ। तपाईहरु सबैजनाले छातीमा हात राखेर भन्नुहोस्, साँचो कुरा बोल्नुहोस्, तपाईको बुवाको पालामा घरमा टोयलेट थिएन? टाढा किन जानु? मलाई भन्न लाज छैन, मेरो बुवाको पालामा थिएन भनेपछि हाम्रो विकासको चरण कहाँ रहेछ? हामी यो एउटा कुरा भनौँ। दोस्रो, तपाईले आज मलाई दिनुभएको छ विद्यालय विश्वविद्यालयको शिक्षा र व्यावहारिक जीवन, यो विषय मलाई दिनुभएको छ। नेपालमा विश्वविद्यालय स्थापना भयो 2016 सालमा, जम्मा 16 सालमा। 16 सालमा विश्वविद्यालय स्थापना हुने बित्तिकै सबैले 16 सालमा पढ्न थाले? होइन। त्यतिखेर विश्वविद्यालय स्थापना भएर पढ्न थाल्ने मान्छेले पहिलोचोटि विश्वविद्यालय शिक्षाबाट निक्लिँदा भर्दा लगभग 25 साल भइसकेको थियो। 24 सालमा नेपालबाटै MA जनशक्ति निक्लिएको हामीले थाहा पाउँछौँ। भनेपछि कति भएको छ र? 50 वर्षको इतिहास छ हामीसँग। सीमित मान्छेहरू शिक्षित बनेको जम्मा 50 वर्षको इतिहास। स्कुल शिक्षा त सामान्य लेखापढीको शिक्षा भयो, सामान्य एउटा के अरे जीवन उपयोगी व्यावहारिक पाटो, यसो कसैले हिसाब किताब नजुक्याओस् भन्ने शिक्षा भयो। अब तपाईँ 16 सालमा एउटा विश्वविद्यालय स्थापना भएको देशमा प्रजातन्त्रको पुनर्बहालीपछि बीचमा पञ्चायत कालभरि त्यही एउटा विश्वविद्यालय भयो र प्रजातन्त्रको स्थापना भएपछि निजी विश्वविद्यालयहरूलाई पनि ठाउँ दिने भनेर काठमाडौँ विश्वविद्यालयको स्थापना भयो। यो 48 सालमा स्थापना भयो। 48 सालबाट पनि कति नै वर्ष भएको छ र? त्यतिखेर स्थापना भएको विश्वविद्यालयले जनशक्ति कहिलेदेखि दियो होला भन्दा झन्नै 55-56 सालदेखि दियो होला। अनि त्यसपछि अरू विश्वविद्यालयहरू स्थापना हुँदै आएका छन्। आज नेपालमा 17 वटा विश्वविद्यालय अस्तित्वमा छन्, स्थापना भइसकेका छन् र अरू कति विश्वविद्यालयहरू विश्वविद्यालय बन्ने चरणमा छन्, उनीहरूको चरण विकास भइरहेको छ। अब हाम्रोमा उच्च शिक्षा लिनु पर्यो, विद्यावारिधि गर्नु पर्यो भने 10 लाख जति खर्च गर्न आफू तयार हुनुपर्छ। अब यसको विपरीत यो म अघि एउटा कुरा मैले भनेको छु, यसलाई अन्यथा नलिनु होला। हामी सामाजिक शास्त्रको मानविकीको विद्यार्थी चाहिँ के भन्छौँ भने कहिलेकाहीँ 2 र 2 जोड्दा 5 पुर्याउँछौँ। 4 मात्रै हुँदैन हाम्रोमा, कहिलेकाहीँ 3 मात्रै पनि हुन्छ भनेको थिएँ मैले अघि। अब यो कोणबाट म एकदम डाटाबेस हुन्न, मेसिन बेस कुरा म गर्दै छैन। म चाहिँ
व्यवहारसँग शिक्षालाई जोड्न खोज्दैछु। अब मैले उठाउन खोजेको विषय चाहिँ के छ भन्दाखेरि नेपालमा उच्च शिक्षा लिनलाई खर्च गर्न तयार हुनुपर्छ। मैले डाटाबेस हुन्न भनेकोमा एउटा उठाउन खोजेको विषय चाहिँ के छ भन्दा मैले अंग्रेजीको एमफिल पढ्न जाँदाखेरि प्राध्यापक अरुण गुप्तोले मेरो कक्षामा भनेको कुरा उहाँले ठ्याक्कै त्यो हिसाब हेरेर त गर्नुभयो होइन होला। तपाईँ अहिले हिसाब हेर्नुभयो भने तपाईँले पनि थाहा पाउनु, यो गुरुको कुरा हुँदा मैले सोचेँ भनेको मात्रै। इन्डियाको होल विकास बजेट बराबर अमेरिकाको एउटा युनिभर्सिटीको बजेट हुन्छ भन्नुभयो क्या उहाँले। ठ्याक्कै यो होइन, तर उहाँको भनाइको आशय त बुझ्नुहुन्छ होला तपाईँले। नेपालको पनि भन्नु भएन उहाँले, इन्डियाको भन्नुभयो क्या। शिक्षामा उनीहरूले कति लगानी गरेका छन् भन्ने कुरा हामी त्यहाँबाट बुझ्छौँ। अथवा तपाईँलाई अझै म भनौँ, अमेरिकाका विश्वविद्यालयमा एसियन स्टडी पढाइ हुन्छ, चाइनिज स्टडीको विषय पढाइ हुन्छ, इन्डियन स्टडी भनेर इन्डिया पढाउँछन् उनीहरू। उहाँ यहाँका मान्छेहरू आफ्नो जीवन कसरी सफल बनाएका छन्, केही उद्यम नगरी कसरी खान पाएका छन् भनेर उनीहरू अध्ययन गर्दैछन् उहाँ। अब मैले अघि के भन्दै थिएँ भने बेलायतको शिक्षा लिँदै हुनुहुन्छ भने तपाईले बोल्ने बोलीदेखि, तपाईले लाउने खाने कुरादेखि, तपाईले समाजमा छोड्ने प्रभाव प्रेरणादेखि, तपाईले बनाउने विश्व दृष्टिकोणदेखि, धार्मिक अंधविश्वास, सामाजिक अंधविश्वासलाई हेर्ने तपाईको दृष्टिकोणदेखि सबै कुरामा तपाईँ पढे जस्तो हुनुहुन्छ कि हुनुहुन्न? म तपाईँ एकचोटि तपाईकै साथीहरूलाई हेर्नुहोस् त। धेरैजना पढे जस्तो जीवन बाँचेकै हुँदैनन्। अघि मैले फ्यास्स भनेको थिएँ एकचोटि, मेरा साथीहरू मभन्दा राम्रो जागिर खान्छन्, तर उनीहरूको 15औं वर्षदेखिको जीवन उस्तै छ र अझ धराशायी हुँदै गएको छ। किन भन्दा उनीहरू शुक्रबार भएपछि भट्टीमा पस्छन्, अनि बिचमा एक दिन बिदा भयो भने फेरि भट्टीमा पस्छन्, अर्को शुक्रबार कुन भट्टीमा जाने भन्ने योजना बनाएर एक हप्ता बिताउँछन्। योजनै त्यति हुन्छ। काम गर्छन् विश्वविद्यालय पढाउने, काम गर्छन् नेपाल सरकारको अधिकृतको, अनि ती मेरा गाउँले साथीका मामाले भनेको भानिज पढेर पनि पढेको जस्तो हुनु पर्दो रहेछ, पढे जस्तो हुनुपर्ने रहेछ। यो कुराले मलाई छुन्छ। अब व्यवहारिक जीवन भन्दा गरी खाने कुरा मात्रै हुँदैन होला, छर छिमेकसँगको सम्बन्ध हुन्छ होला, लाइफ पार्टनर जोड्ने, वैवाहिक जीवन बचाउने, सफल बनाउने पाटो हुन्छ होला, आफन्तहरू जोडिन आउने आफन्त र रगतका आफन्तहरूको कुरा हुन्छ होला। तपाईँ ओपनली, मैले अघि भनेको थिएँ, यो एउटा अभिप्रेरक जस्तो हुनेछ मेरो भनाइ। डाटाबेस भन्दा पनि ज्ञान सिद्धान्त आधारित हुनेछ मैले भनेको छु अघि। तपाईँ आज कति हल्का देख्नुहुन्छ कुनै एउटा चर्चित मान्छे, कलाकार इन्टरभ्यूमा मेरो पहिलो पति, दोस्रो पति, मेरो पहिलो श्रीमती, दोस्रो श्रीमती भनेर अन्तर्वार्ता दिइराख्नु भएको हुन्छ। यो व्यवहारिक जीवन निकै जटिल कुरा हो। आज हाम्रो समाज होइन, अमेरिकन समाजमा पनि हजुरआमा, मावलको हजुरआमा डिभोर्सी छ भने नातिनीको बिहे हुन खतरा भयो भनेर सुनिँदैछ। हजुरबा, मावलको हजुरबा डिभोर्सी छ भने नातिको विवाह हुन खतरा भयो भनेर सुनिँदैछ। हामी पश्चिमाको सिको गरेर हामी सप्रिँदैछौँ कि बिग्रिँदैछौँ हामीलाई थाहा छैन।
दुईजना मान्छे जोडिने र छुटिने विषय होइन यो। त्यहाँ 150 जन्तीहरूको सपना टुट्छ। त्यहाँ थोरैमा 150। त्यहाँ 4 जना सम्धिने मात्रै हुँदैनन्। हाम्रो पुस्ता हामी 8 जना छोराछोरी हो। 8 जना छोराछोरी भएको घरमा भनेको 8 जना सम्धिनेको 8 जना भनेको 16 जना सम्धिनेको सपना टुट्छ। त्यहाँ 2टा छोराछोरी, एउटा छोरा जन्मिएको छोराछोरीको भविष्य मात्रै धरापमा पर्दैन। त्यहाँ ती छोराछोरीका स्कुलमा पढ्ने, मानिलिउँ हामी 1000 विद्यार्थी पढ्ने स्कुल रहेछ भने त्यो 1000 बच्चाहरूको दिमागमा नकारात्मक असर हुन्छ। फेरि यसो भनेर जे सहेर पनि चुपचाप मिलेर बस्नुपर्छ यो पनि होइन। कहाँ हामी यो समाज विघटन हुनु, परिवार विघटन हुनुमा कहाँ हामी चुकेका छौँ भन्दा मैले अघि दोष लगाउँदिन भनेको छु। हाम्रो शिक्षाले, स्कुल शिक्षाले नैतिक शिक्षा, व्यावहारिक शिक्षालाई एउटा पूर्व व्यावसायिक शिक्षा भन्ने हुन्थ्यो, एउटा नैतिक शिक्षा भन्ने हुन्थ्यो, ती कुराहरूलाई छोड्यो र यी धेरै दुर्घटनाहरू त्यो छोडेपछि भएका छन्। अर्को नैतिक शिक्षालाई नै सघाउने गरी संस्कृतबाट नीति श्लोकहरू मात्रै, नीति कथाहरू मात्रै राखेर संस्कृत शिक्षा दिइन्थ्यो प्राय। त्यसलाई छोड्यौं, त्यहाँबाट हामीलाई के गाह्रो भयो। र अर्को चाहिँ हाम्रो पूर्व व्यावसायिक शिक्षाको अभाव भयो। आज पनि मेरो सर्ट उद्रियो अथवा सर्टको टाँक चुडियो भने म बाहिर जान्न, म घरमै चियोले टाँक लगाउँछु। त्यो शिक्षा मैले 6-7 कक्षामा पूर्व व्यावसायिक शिक्षा भन्ने किताब पढेर, त्यो कोर्स पढेर सिकेको। आज पनि म त्यति गर्न सक्छु, करेसाबारीको काम गर्न सक्छु, घरमा कम्पोस्ट मल बनाउन सक्छु। त्यो त्यतिखेर सिकेको चिज हो। त्यस्तो केही हाम्रोमा छुट्यो। र अर्को व्यावहारिक जीवनमा चाहिँ के भयो भन्दा हामीले लिने उच्च शिक्षा र हाम्रो समाजको तालमेल मिलेन। अनि हामी विदेशको फिल्मको जस्तो खोज्यौं। फिल्मको जस्तो होइन, नाटकको जस्तो पनि जीवन हुँदैन। यथार्थमा जीवन यथार्थ हुन्छ। फिल्मको जीवन टाढाको कुरा भयो। यो कुरा हामीलाई हट्यो। यो बुझ्न सक्यौं भने जीवन बडो रमाइलो छ। हामी आज चिन्जान भयौं नि। अब हाम्रो सम्बन्ध दाजुभाइको सम्बन्ध, दाजुबहिनीको सम्बन्ध। काम गर्न जानुभयो नि, तपाईको सहकर्मी र तपाईको सम्बन्ध, दाजुभाइ आफन्तको सम्बन्ध हेर्नुहोस् कति सजिलो छ। तिनीहरूलाई त्यसरी बुझ्नुहोस्। तपाईँ उनीहरूले व्यावसायिक रूपले हेरुन्, तपाईँ कोसिस गर्नुहोस् उनीहरूलाई आफन्तको आँखाले हेर्ने कोसिस गर्नुहोस्। यसरी हेर्नुभयो भने मलाई के लाग्छ भन्दा म बिहान 6 बजे कलेज पुगिसकेको हुन्छु। म गाडदाईहरूलाई नमस्ते गर्दै भित्र छिर्छु। मेरो दृष्टिकोणमा के लाग्छ भने त्यो गाडदाई र त्यहाँको क्याम्पसशिप मेरो नजरमा उस्तै मान्छे हुन् र त्यो कलेज क्याम्पसशिपले भन्दा बढी गाडदाईले चलाएका छन्। किन भन्दा ती गाडदाई चाहिँ मभन्दा अगाडि जहिले त्यहाँ हुन्छन्, म छोडेर हिँड्दा पनि ती हुन्छन्, बेलुका पनि उनी त्यहीँ हुन्छन् भनेपछि त्यो कलेज त उनले पो चलाएको छ, उनले पो हेरेका छ। क्याम्पसशिप त मौका पर हाजिर गरेर भाग्छन्, ढिलो आउँछन्, छिटो जान्छन्। यो भन्नुको अर्थ हामी हाम्रा वरिपरि भएका मान्छेहरूलाई हाम्रा कोणबाट मूल्याङ्कन गरौँ। हामीलाई दिएको शिक्षाको कोणबाट होइन। शिक्षाको कोणले त टाई लाउने अर्कै हो, त्यो गार्डको वर्दी लाउने अर्कै हो। छोडिदिउँ त्यो। हामी हाम्रा कोणबाट हेरौँ, मानवताका कोणबाट हेरौँ। अघि मलाई मेरो परिचय दिँदा भन्नु नभन्न खोज्दै हुनुहुन्थ्यो मलाई रमेशजीले, मैले मानवतावादमा विद्यावारिधि गरेको। अब हामी हाम्रो आँखाबाट हेरौँ, मानवताको आँखाबाट हेरौँ। ती गाडदाईमा मेरो बाको स्वरूप पनि छ, मेरो दाईको स्वरूप पनि छ, मेरो विदेश गएर कहीँ गाड गरिराखेको मामाको स्वरूप पनि छ। उनको पनि छोरो पढाउने सपना मेरो बाको जस्तै सपना छ। तिनी किन साना अनि हाकिम मात्रै किन ठुला? यो कोणबाट हेर्यौं र शिक्षाका सीमिततालाई पनि बुझ्यौं र जीवनको डोलोपनलाई आफ्नो विरासतको शिक्षा
विरासतको अवसर, आफ्नो माटो हावापानीले दिएको अवसर हेर्यौं भने नेपालको उच्च शिक्षा पनि त्यति कमजोर छैन। यो उच्च शिक्षाले पनि तपाईलाई जीवन जिउनलाई सघाउँछ। यो उच्च शिक्षाले तपाईलाई परिचय दिन्छ, पहिचान दिन्छ। त्यसपछि तपाईँ जहाँ गएर जे काम गरे पनि हुन्छ। म त्यहीँ हेर्छु, मेरै कलेजमा हेर्छु, त्यहाँको क्यान्टिन चलाउने मान्छेले, म त्यो क्यान्टिन चलाउँथेँ भने बाहिर पनि एउटा अर्को क्यान्टिन चलाउँथेँ। त्यसो हुँदा मैले बिहान मात्रै सामान बेच्नु पर्ने थिएन, साँझ पनि बेच्न पाउँथेँ, दिउँसो पनि बेच्न पाउँथेँ। म पढे लेखेको कोणबाट हेर्दा म त्यसरी देख्छु। उहाँलाई त्यो एक ठाउँ चलाएर उहाँले जीवन बिताउनुहुन्छ। त्यहाँबाट उहाँको चाहिँ त्यो के भन्दा त्यो चाहिँ उहाँको व्यावसायिक ज्ञानको अभाव हो भन्ने बुझ्छु मैले। यसरी मैले लगभग मोटामोटी तपाईलाई उच्च शिक्षा भयो भने जीवन सजिलो, भएन भने अप्ठ्यारो, अनि भएन भने पनि धेरै आतिनु पर्दैन, तपाईँ व्यवहारिक जीवनबाट पनि सफल हुन सक्नुहुन्छ। मैले मेरो कुरा खर्र यति राखेँ। अरू केही प्रश्न उत्तरका माध्यमबाट अगाडि बढाउन चाहन्छु। रमेशजी। थ्याङ्क यू सो मच सर। हजुरको निकै नै अब जस सरको म विद्यार्थी पनि भए नाताले आजभन्दा 7-8 वर्ष पहिला हामी कलेजमा पढ्दाखेरि त्यो सरको आवाजहरूलाई हामी सुन्थ्यौँ अगाडिबाट। आज त्यो अनुभव पनि भयो मलाई कता कता सरले त्यो हाम्रो आजको टपिकमा सेसनहरू दिँदाखेरि। विशेष गरी हामीले आजको सेसनमा चाहिँ यो उच्च शिक्षा हुँदा मात्रै जीवन राम्रो हुन्छ भन्ने पनि छैन। व्यवहारिक पाटोबाट पनि हाम्रो जीवन अगाडि बढ्न सक्छ, तर सँगसँगै उच्च शिक्षा पनि हुन जरुरी छ भन्ने कुराहरू उदाहरणसहित राजेश हमालदेखि केपी ओली बाबुरामसम्मका उदाहरणसहित हामीलाई दिएर जानुभयो। पक्कै पनि कतै औपचारिक शिक्षा धारिलो हुन्छ त्यहाँ मान्छे सफल हुन्छ, कतै अनौपचारिक शिक्षा धारिलो हुन्छ त्यहाँ मान्छे सफल हुन्छ, अगाडि बढ्छ भन्ने डिस्कोर्स पनि दिनुभयो आदरणीय आज हाम्रो गुरुले। त्यसै गरी हामीले कता कता अहिलेको हामी नेपाली समाजमा पूर्व व्यावसायिक शिक्षा कता कता छुटेको भन्ने कुराहरू पनि औल्याउनु भयो। निकै नै यो टची लाइन भयो, किनभने हामी हिजो गाउँघरमा हुँदा हाम्रै बुवा आमाले पनि घरमा सानो स्केलको केही काम गर्नु पर्दा सानो सिलाउने कुरा होला, अन्य कुराहरू होला, त्यसको लागि हामी बजारमै जानुपर्छ भन्ने छैन। हामी त्यसको लागि पूर्व व्यावसायिक रूपमा हामी आफ्नो काम आफै घरमा गर्न सक्छौँ भन्ने कुराहरू हामी माझ राख्नुभयो होइन। त्यसै गरी जीवन खालि चलचित्र जस्तो फिल्म जस्तो पनि छैन, वास्तविक जीवन भनेको यथार्थ हो, वास्तविकता हो भन्ने कुराहरू पनि हामी माझ राख्नुभयो। थ्याङ्क यू सो मच सर यो सेसनका लागि। हामी अब यस कार्यक्रमको यो डिस्कोर्सको अन्तिम सेसनमा छौँ। हामी क्वेसन एन्सर सेसन पछि यो डिस्कोर्सको एउटा कन्क्लुजन निष्कर्ष निकालेर हामी छुट्टिनेछौँ। त्योभन्दा अगाडि मैले क्वेसन एन्सरको लागि यो फ्लोरलाई मैले फ्लोर ओपन गरेँ। साथीहरूसँग कुनै जिज्ञासा क्वेसन छ आजको विषयसँग जोडिएर या सरसँग पर्सनल्ली कुराहरू छ भने हामी यो सेसन ओपन भएर क्वेसन सोध्न सक्नुहुनेछ। अघि हाम्रो रोशनजीले पनि कुरा गर्दै हुनुहुन्थ्यो। सरलाई एकदम धेरै धन्यवाद। एकदम खुसी लाग्यो। यो भिडियो अन गरेर गरौँ न रोशन, सरलाई पनि अलि इन्ट्रेक्सन हुन्छ। हुन्छ दाइ। अनि एकदमै त्यो खुसी लाग्यो हुन्छ नि। अब कहिलेकाहीँ त्यो पोडकास्टहरू सुनिराख्दाखेरि, इन्टरभ्यू हेरिराख्दाखेरि पनि त्यो मलाई प्रेरणा मिल्थ्यो, उत्प्रेरणा मिल्थ्यो र एउटा जीवनप्रतिको दृष्टिकोण मिल्थ्यो। तर आज यसरी प्रत्यक्ष रूपमा चाहिँ यसरी सुनिराख्दाखेरि त्यसको प्रभाव झन् अलिकति फराकिलो हुँदो रहेछ। यसरी सरसँग अगाडि त्यो हुन्छ नि हामी प्रेजेन्टमा बाँचिरहेछौँ भन्ने महसुसले गर्दा झन् त्यसको प्रभाव झन् ज्यादा हुँदो रहेछ मैले महसुस गरेको। अनि र जस हामी त अब सर त हामीभन्दा नि कति धेरै पाइलाहरू अगाडि हिँडिसक्नुभयो, जीवनमा कति ढुङ्गामा ठोकिसक्नुभयो होइन। हामी त्यो ढुङ्गामा त्यो ठोकिने क्रममै छौँ। त्यसले गर्दा चाहिँ सरले गर्दा चाहिँ जस्तो हाम्रा कतिपय वैचारिक समस्याहरूको समाधान दिए जस्तो लाग्यो। कतिपय कुरामा कहिले हाम्रो जिज्ञासा हुन्छ जीवनप्रति कसरी बाँड्ने, कसरी अगाडि बढ्ने भन्ने त्यो एउटा द्वन्द्वात्मक ढङ्गले जिन्दगी अक्सर चलिरहेको हुन्छ। सरको त्यो भनाइले गर्दा चाहिँ अलिकति थोरै भए पनि एउटा दृष्टिकोण बनाउनमा सहयोग गर्छ भन्ने मैले आफैले पनि अपेक्षा गरेको छु। अनि सरले एउटा लाइन भन्नुभएको थियो जुन मामाको भनेर कोट गर्नुभएको थियो।
कति पढेर पनि पढेको जीवन जस्तो जीवन बाँचेको हुँदैन कतिपय मान्छेहरू भन्ने। तर अब मेरो अपूर्ण बुझाइ पनि हुनसक्छ। मेरो प्रश्न यो हो कि पढेको जस्तो जीवन बाँच्न थालियो भने आफूले जानेको अर्थात् त्यो जीवन बाँच्न थालियो भने एउटा सिद्धान्तमा बाँच्न थालियो भने त व्यवहारिक पनि नहुने डर हुन्छ नि सर, कतिको हुन्छ? ल यो एउटा भयो, अरू पनि केही? यो एउटा अरू सर जस्तो कि हिजो अस्ति म एउटा विषयमा हाइली एकदम मान्छेहरू हाइली इन्टेलेक्चुअल मान्छेहरू चाहिँ अलि अव्यावहारिक हुन्छन् र जीवनमा एउटा इमोसनल सफरिङ हुन्छन् भन्ने छ। त्यसलाई चाहिँ कसरी ब्यालेन्स गर्ने त्यो जिन्दगीलाई अलिकति इमोसनल सफरिङ नहुनको लागि अथवा अलिकति व्यवहारिक हुनको लागि कसरी चाहिँ सन्तुलित गर्ने त्यो जिन्दगीलाई? अब तार्किक कुरा मात्रै फ्याक्ट कुराहरू मात्रै पढिराख्दाखेरि त कहिलेकाहीँ त अव्यावहारिक हुने चान्सेस पनि उत्तिकै हुँदो रहेछ। यसलाई यसो गरौँ, हाम्रो समाज र शिक्षामा केही फरक छ त मैले अघि नै भने। हामीले लिइराखेको शिक्षा बेलायती मोडलको हो पनि मैले भने। अहिले म तपाईँलाई प्रति प्रश्न गर्छु, 17वटा विश्वविद्यालयको नाम भन्नु पर्यो भने तपाईँ खर्र भन्नुहुन्छ? 17को सबै त अथवा तपाईँ लोकसेवाको विद्यार्थी पनि होला, त्यो आउन पनि सक्ला, 10-12वटा भन्नु होला। काठमाडौँ विश्वविद्यालयले अहिले के अरे शिक्षा संकाय र मानविकी संकायलाई जोडेर कोर्स बनाउन खोज्दै गरेको थाहा पाएको थिएँ मैले। यो व्यवहारिक र सैद्धान्तिक ज्ञानहरू फरक भए भनेर कोही के भन्छन् भने त्यो स्कुलमा पढेको A+B को होल स्क्वायर मेरो जीवनमै काम लागेन भन्ने मान्छेहरू पनि म भेट्छु। तपाईँ इन्जिनियर भएकोले तपाईँले त्यो A+B को होल स्क्वायरको अर्थ तपाईँले बुझ्नुहुन्छ हैन? त्यो अभ्यास नभएको भए हाम्रो मानसिक कसरत पुग्ने थिएन भन्ने तपाईँले बुझ्नुहुन्छ। अब हामी जस्तो मानविकी मात्रै पढेकोले त्यो बुझ्दैनौ होला। म पनि त्यही भन्छु, आफू नबुझ्ने क्याटेगोरीमा पर्छु कि भन्छु। पढेको जस्तो भनेको चाहिँ के हो भने हाम्रोमा समस्या के भयो भने तपाईँ पढे लेखेको मान्छे हुनुहुन्छ, तर तपाईँ चाहिँ के गरिराख्नु भएको छ भने आफ्नै जीवनको गुनासो बाँडिराख्नु भएको छ र तपाईँले भाइ बहिनी भान्जा भान्जीलाई चाहिँ पढेर काम छैन भन्ने तपाईँले नै भ्रम छरिराख्नु भएको छ क्या। यो भ्रम तपाईँले दिनु भएन। तपाईँ इन्जिनियर हुनुहुन्छ नि, तपाईँको भान्जालाई म मामा जस्तो बन्छु भन्ने तपाईँले बनाउने हो। त्यो तपाईँमा मात्रै त्यो तागत छ, तपाईँको दिदी भिनाजुले त्यो तागत दिन सक्नुहुन्न। समाज त कहाँ छ भने आज पनि ल अप्सराजी ब्याचलरको विद्यार्थी हुनुहुन्छ, उहाँको हजुरबाले को कोणबाट हेर्दा त नातिनीको गोडा धोइदिन पा स्वर्ग जान्थे भनेर हेर्नुहुन्छ। हजुरबासँग त ज्ञान छैन त, नातिनीको क्षमता कति छ थाहा छैन, नातिनीको शिक्षाले कति भोलि काम लाग्छ यो समाजलाई त्यो त हजुरबालाई त थाहा छैन नि। उहाँलाई त नातिनीको गोडा धोइदिनु मुख्य कुरा छ भनेपछि त्यसलाई चिर्न चाहिँ हामी पढे लेखेकाहरू पनि अलि दरो उभिन सक्नु पर्यो। हामीले ल्याङफ्याङ छोड्नु भएन, खानपिनले ल्याङफ्याङ छोड्नु भएन, लवाई खवाईले ल्याङफ्याङ छोड्नु भएन, विचारले ल्याङफ्याङ छोड्नु भएन। हामीलाई पनि क्या त्यसले हामी कमजोर हुने बित्तिकै जस्तै तपाईँ अब फेरि यो मैले युवा पुस्तासँग बोल्दैछु अन्यथा नमान्नु, तपाईँले ग्रन्ज प्यान्ट लाउनु भनेको भान्जालाई लाउनलाई प्रेरित गर्नु हो नि त। ग्रन्ज प्यान्ट लाउने कि नलाउने त्यो तपाईँमा भर पर्नु पर्यो क्या। अब तपाईँले पार्टीमा त हुन्छ भनेर वाइन खानु भनेको भाइहरूले भान्जाहरूले बहिनीहरूले पार्टीमा त हुन्छ भनेर बुझ्नु हो नि त। तपाईँ खाने कि नखाने तपाईँमा फोकस हुन्छ र पढे जस्तो चाहिँ यहाँ भनेको अव्यवहारिक पढेको अव्यवहारिक होइन कि पढेको व्यवहारिक यहाँ पनि देखिनु पर्यो। त्यो पिकनिक होस्, पार्टी होस्, घर होस्, जहाँसुकै तपाईँ एउटा स्ट्यान्डमा रहन सक्नु पर्यो। तपाईँ यो हो पढेका मान्छे चुकेको कारण यो। अनि ऊ चाहिँ के गर्छ भने गुनासो गरेर हिँड्छ, यो देशमा काम छैन भन्छ उसले।
ऊ आफूलाई सम्हाल्न सक्दैन, आफूलाई व्यवस्थित बनाउँदैन, अनि ऊ चाहिँ देशलाई दोष दिन्छ। अनि यहाँबाट त अर्को पुस्ताले गलत कुरा सिक्यो अनि विदेश जान्छ, विदेश गएर पनि उसले भ्रम सर्छ, त्यहाँ सुख छ भन्छ, दुःख पाएर आउँछ, सुख छ भन्छ। आउँदा नयाँ मोबाइल बोकेर आएको प्रष्ट हामी हातमा देख्छौँ, नयाँ लुगा फेरेर आएको प्रष्ट देख्छौँ, हातको ठेला प्रष्ट देख्छौँ, तर उसले चाहिँ यहाँ झुट बोलिदिन्छ। यहाँबाट नयाँ पुस्ताप्रति एउटा विश्वास छ। हो यो पाटोलाई मात्रै भन्न खोजेको। तपाईँ मेरै घरमा पनि मलाई एक्लो बनाउँछन् नि। हजुर सर, मेरो मुख्य उनी त्यही हो सर, खासमा हैन डर अलि गाह्रो, बहुत मुस्किल। मलाई एक्लो बनाउँछन् नि, त्यो किन भन्दा त्यो नपढेको जत्था ठुलो छ नि त। त्यो जत्था ठुलो हुन्छ, अनि त्यो जत्था जस्तै तपाईँ इन्जिनियर हुनुहुन्छ, सरकारी जागिर खानुहुन्छ, ठिक्क कमाइ गर्नुहुन्छ, अनि अर्को जग्गा दलाल गर्ने मान्छेले तपाईँलाई जित्या जस्तो तपाईँलाई एकछिन त लाग्छ हैन, तर उनीहरूको दिगो हुँदैन नि। तपाईँ एकछिन चाहिँ उभिन सक्नु पर्यो। तपाईँले चेतना भन्दा माथि त अरू कुरा हुँदैन, लिगल कमाई भन्दा माथि त अरू कुरा हुँदैन। एउटा चितवन जिल्लावासीहरूको एउटा अनुभव छ क्या, कोही चितवनको हुनुहुन्छ भने त्यहाँ यो गणतन्त्र आउने बित्तिकै प्रचण्डले चितवनलाई राजधानी बनाउँछु भनेको थियो नि। त्यहाँ जग्गाको भाउ यसरी बढ्यो कि खुट्टाले हिँड्नेले जग्गा देखाएर साइकल चढे, साइकल चढ्ने बाइक चढे, बाइक चढ्ने गाडी चढेर राति गाडीको लाइटबाट जग्गा देखाएर किनबेच गरे अरे क्या। अनि पछि त त्यहाँ राजधानी बनेन नि। अनि त्यो गाडी बेचेर साइकल पनि किन्न सकेनन् अरे क्या। चेतना बिनाको सम्पत्तिको पनि काम छैन, र हामीले चेतनामा विश्वास गर्नु पर्यो। पढे जस्तो हुनु भने यो मात्रै हो। यति भन्ने मैले क्वेसनको एन्सर भयो जस्तो लाग्यो होइन रोशन? सक्यो होइन एन्सर चाहिँ, क्वेसनको एन्सर? ल, हाम्रो अञ्जन श्रेष्ठ पनि क्वेसन सोध्ने इच्छा राख्नु भएको जस्तो लाग्यो। अञ्जन श्रेष्ठ, क्वेसन छ सरसँग हाम्रो आजको डिस्कोर्ससँग जोडिएर? नमस्ते रमेश सर, सन्चै हुनुहुन्छ? ठिक छ। म अञ्जन श्रेष्ठ, म पनि एसपी एकाडेमीकै स्टुडेन्ट पहिले। अनि सन्तोष निरा र म चाहिँ साथी, एकदम नजिकको साथी। त्यही क्लासको? हजुर हजुर, म चाहिँ खासमा यता ह्युमेनिटिजको हो, उहाँ चाहिँ एउटा म्यानेजमेन्टमा हुनुभयो। अङ्ग्रेजीमा एमए गर्नुभयो। अनि अञ्जन श्रेष्ठ र म एउटै क्लासमेट हो सर, प्लस 2 को। बिचमा प्रोग्रामहरू यताउति हरेक कुरामा म अहिले हामी अहिले पनि सँगै छौँ, हामी भेटिरहन्छौँ। ए हजुर हजुर हो। म चाहिँ अहिले हाल यता साधोबाटामा बस्छु, घर मोरङ पूर्व। अनि अफिस चाहिँ मेरो यो हो टेलिभिजन, सुन्नु भएको छ हजुरले? जीवराम भण्डारी सर हुनुहुन्छ, यो टेलिभिजनमा मार्केटिङ हेड काम गरिरहेको छु। आज यसो अब सब्जेक्ट के थियो थाहा छैन, अब यो ठ्याक्कै मैले विद्यालय सम्बन्धीको कुराकानी भए रहेछ, म चाहिँ अलिक ढिलो प्रेजेन्ट भएँ। अनि थ्याङ्क यू सो मच हाम्रो रमेश देवकोटाले इन्भाइट गर्नुभयो। यो मैले एउटा कुरा चाहिँ रमेश सरलाई सोधौँ भनेर सोचेँ। ए सोधौँ न, सोधौँ। पहिले चाहिँ जस्तै एउटै काम अलिकति पर्फेक्ट भएको मान्छेहरू चाहिँ अलिकति सोसाइटीमा चल्छ, एउटामा दक्ष हुनुपर्छ भनेर जुन भनाइ थियो नि, त्यो भनाइ चाहिँ अहिले एकदम उल्टो भइरहेछ। जस्तै सपोज मैले एउटा कम्पनी खोलेको छु, अनि त्यो कम्पनी चलाउनुको लागि सिएले मलाई छल गरेको छ कि छैन भनेर उसलाई क्रस चेक गर्नुको लागि मैले पनि त्यो सिकिराख्नु परिरहेछ। अब कुनै डिजाइनरलाई यो काम गर्दैनौ भनेर भन्दाखेरि त्यसले नमानेको हो कि अथवा मलाई ढाँटेको हो कि भनेर मैले त्यो काम पनि सिक्नु परिरहेछ।
अनि एज अ म त मार्केटिङ पर्सन हो, अनि केही पत्रकार साथीहरूलाई पनि कुनै ट्याक्स कामहरू दिन्छौँ, अनि उनीहरूले काम गरिदिन्छन्। तर अलिकति चित्त बुझ्दो नआएपछि चाहिँ आफू पनि उसले गरेको कामको सेटिस्फाई नभएर त्यो कुरा फेरि आफूले सिकेर अनि फेरि उसले काम गरेकोलाई करेक्सन गर्नुपर्ने अवस्था आएको छ क्या अहिले। भनेको एकदम मल्टिटास्किङ काम सिक्दा 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 मान्छे कता जाँदैछ त्यही थाहा पाइरहेको छैन। म के को लागि दक्ष या म के गर्दैछु त्यो पनि घरि बिर्सिन थाल्छ कि भने यो विषय त अलिकति क्लियर गर्नु भएको भए अलिक सहज हुन्थ्यो कि भनेर। मलाई क्वेसन जस्तो लाग्यो यसमा। अब यस्तो छ, अब अञ्जनको कुरा अब ठ्याक्कै भन्न खोजेको के हो त्यो आइडिया चाहिँ भएन। अब म चाहिँ के भन्छु भने ह्युम्यान लाइफ भनेको इज नट अ 100 मिटर रेस, इट इज अ म्याराथन के। यो एउटा लामो दौड हो होइन। सिक्ने बुझ्ने कुराहरू भन्ने कुरा कहिले पनि सकिँदैन। यदि कोही पनि युवा साथीहरूले आफ्नो जीवनको गोरेटो लक्ष्यहरू निर्धारण गर्नुभन्दा पूर्व म कुन फिल्डको लागि एक्सपर्टिज छु भन्न जान्नको लागि विभिन्न सेक्टरमा मल्टिटास्क गरेर टेस्ट गरेर आफूलाई विभिन्न ठाउँमा परीक्षण गरेर एउटा प्रमाणित गरेर त्यसपछि अर्को ठाउँमा आफूले लाग्दा पनि सजिलो हुन्छ भन्ने म चाहिँ परीक्षणकै फेजमा छु मेरो हिसाबमा कुरा गर्नुपर्दा, यदि त्यो क्वेसनको एन्सर दिनुपर्दा। अब यसलाई म एउटा मेरै जीवनबाट पनि ल्याउँछु ल। मैले मेरो करियर चाहिँ टेलिभिजन जीवनमा बनाउन खोजेको थिएँ। सम्भवतः रमेशजीहरूलाई भेटे ताका कि कहाँ म नेपाल टेलिभिजनमा एउटा कार्यक्रम चलाउँथेँ। मैले नेपाल एफएममा समाचारहरू वाचन गरेँ। अब आफूलाई सजिलो र आफू दक्ष हुन, आफ्नो क्षमता प्रदर्शन गर्न कुन क्षेत्र सजिलो भन्ने चाहिँ आफूले छान्ने हो रहेछ। मैले एमफिल गरिसकेपछि जब पिएचडी गर्ने क्रम भयो, त्यस क्रममा मैले के बुझेँ भने टेलिभिजनको जागिर चाहिँ मलाई बाहिर देखाउने चिज हो, मेरो इनर विकासको लागि चाहिँ प्राध्यापन ठिक छ भन्ने लाग्यो। किनभने केन्द्रित हुनुपर्ने क्षेत्रमा आएँ नि त म। र मैले प्राध्यापन गरेपछि चाहिँ के भयो भने विधा पनि प्रशस्त भयो। मानिलिउँ न एउटा कलेज भनेको 360 दिन मध्ये 160 दिन मात्रै लाग्दो रहेछ क्या एउटा नि। जस्तै तपाईँ मार्केटिङको मान्छे भन्दा त मलाई कति विधा भयो नि त। अनि मैले पढेर पिएचडी सक्नु थियो, त्यसैले मैले चाहिँ टेलिभिजन अथवा रेडियोको नियमित समाचार भन्ने कार्यक्रम छोडेँ। अब अहिले युट्युब आएपछिको टेलिभिजन होइन है, त्यो युट्युब आउनु अगाडिको टेलिभिजन भनेपछि धेरैले फोन गर्ने एउटा सेलिब्रेटी हुने बाटोमा गइसकेको मान्छे, मैले त्यहाँबाट आफूलाई लुकाएँ। आज धेरै मान्छे चाहिँ सेलिब्रेटी हुन चाहिरहेको छ होइन। त्यो चाहिँ आफ्नो विशेषता चाहिँ आफू पहिल्याउने हो। र जुन तपाईँलाई आयो नि यो धेरै कुरा गर्नुपर्ने चाहिँ के पनि हो भने तपाईँलाई त्यो जम्मै कुरा जान्ने अहिले एसिसहरू मिलेको, इन्टरनेटबाट तपाईँलाई बहुज्ञान हुने अवसर आएको समय पनि भयो। र अर्को यो तपाईँको आफ्नो मल्टी ट्यालेन्ट क्षमता पनि हो। त्यो सबै कुरालाई हेर्न सक्ने हुनु भनेको त्यो क्षमता पनि हो। र आजको मान्छे हिजो जस्तो सीमित छैन। किन छैन भन्दा हिजोको शिक्षा भने एउटा गुरुले जाने जति सिक्थ्यौँ क्या हामी गुरुकुलमा, एउटा गुरुले। अनि अर्को चाहिँ स्कुलमा जाँदा 7वटा गुरुले जाने जति मात्रै सिक्थ्यौँ क्या हामी। अनि कलेज जाँदा 5वटा गुरुले जाने जति सिक्थ्यौँ। त्यो 5वटा पुस्तकमा हामी सीमित हुन्थ्यौँ भने आज हामी इन्टरनेटको माध्यमबाट धेरै हाम्रा गुरुहरू छन्, त्यसैले हामी मल्टी भएको। त्यो तपाईँ मात्रै होइन नि। जस्तै कलाकार हेर्नुभयो भने सिरियलमा काम गर्ने मान्छेहरू चलचित्रमा पुगेका छन्। यो क्षेत्र अलि बढी चिन्नुहुन्छ भनेर म भन्दैछु। हिजो नाटकमा सफलता भएका दयाहाङ राईहरू, विजय बरालहरू आज चलचित्रमा छन् उनीहरू होइन। यो समयले पनि मान्छेलाई मल्टी बनाएको छ। धेरै अहिले संगीतकारहरू, गायकहरूले आफ्नै घर घरमा स्टुडियो बनाएका छन्। यो किनभने गायन अर्कै कुरा हो, तर यता मिक्सिङ गर्ने स्टुडियो राख्ने अर्कै हो। यो तपाईँको मात्रै समस्या होइन, यो आज सबैले गरिराखेको छ। र तपाईँले आफ्नो पर्टिकुलर आफ्नो मात्रै विकास गर्नलाई चाहिँ क्षेत्र छान्नुपर्छ। मैले टेलिभिजन छोडे जस्तै तपाईँले कहाँ छोड्दा मिल्छ छोड्दिनु। अञ्जनको सायद क्वेसनमा मेरो एन्सर सँगसँगै सरको एन्सरले थप्यो जस्तो लागिरहेछ। यसलाई चाहिँ थप जस अलि मजबुत बनायो जस्तो लाग्यो। अञ्जनको क्वेसनको मेन मकसद चाहिँ के थियो
हामीले त्यही तरिकाले एन्सर दिन सक्यौँ कि सकेनौँ, त्यो तरिकाको एन्सर आयो कि आएन त्यो चाहिँ बुझ्न पाइएन। त्यो अहिलेको चार नभएर 5 नभएर 3 भयो कि बा? ए होइन सरले भनेको एकदम राइट। अनि एउटा देवकोटा सरले पनि भनेको यो कुरा एकदम ठिक हो। यो कुरा हामीले खासमा बोल्ने एउटा कुरा हो, सिद्धान्तको कुरा। अनि व्यवहारिकमा अघि सरले भन्नुभयो जस्तै एउटा गायकले गायक हुनु एउटा उसको हो, छुट्टै कुरा हो। मिक्स अफिसमा अब घरमा अफिस खोल्ने, त्यो मिक्सर स्टुडियो खोल्ने, त्यो टेक्निकल साइड त्यो छुट्टै कुरा हो। तर बाध्यताले अहिले जम्मै गर्नु परिरहेछ नि त। यो उसले गायनलाई नै फोकस गर्नुपर्छ, उसले जे भए पनि। मान्छे अब के भइरहेछ भने त्यो गायन सेक्टरको मान्छे चाहिँ अब यहाँनिर पो प्रफिट हुने रहेछ भनेर ऊ टेक्निसियनतिर लागिरहेछ के, उसको गायनै बिर्सिसक्यो। त्यो चाहिँ थाहा पाउनु पर्यो। मैले टेलिभिजन मात्रै चलाएको भए मेरो विद्यावारिधि हुने थिएन, प्रष्ट भन्ने। त्यो एउटा भयो। अनि अब अर्को एउटा कुरा सरलाई सोध्ने, यो के अरे मेनिफेस्टको बारेमा पनि एउटा के शब्द सरहरूले बोलिदिनु भएको अझ सहज हुन्थ्यो मलाई। किनभने मेनिफेस्ट अहिले पछिल्लो टाइम मैले गरेको केही दिन भयो, कुनै पनि कुरा सोचेर मेनिफेस्ट गरेर गर्दाखेरि त्यो कुरा पुरा हुने रहेछ। त्यो मेरो अहिले भर्खर हालसालै पनि भइरहेछ। एकछिन यो तपाईँले के कस्तो भन्नु खोज्नु, तपाईँले केही योजना बनाउनु भयो भने त्यो पुरा हुन्छ भन्ने? यस हो सर। कुनै त्यो मेरो यो सपना मैले यो प्रश्न बुझेँ भने है, बुझिन भने मलाई विचार करेक्सन गर्नु होला। यसको धेरै पुरानो विषयमा जान्छु ल म। अहिले नयाँ चाहिँ मनोविज्ञानले यसलाई पुष्टि गर्दैछ। तपाईँ केही मोटिभेसनल मान्छेहरूले अपराधीलाई सर्पले डसाइँदैछ भनेर सियोले घोचेको भन्ने उदाहरणहरू सुन्नुभयो होला कहीँ। यो उनीहरूले केही यस्तो विषयहरू ल्याइराखेका छन्। यसको आरम्भ चाहिँ कहाँ थियो भने हाम्रो पूर्वीय ज्ञान परम्परामा वैदिक कालमै, मलाई धेरै थाहा थिएन, मैले एउटा यो ऋग्वेद भन्ने ग्रन्थ चाहिँ सम्पादन गर्ने मौका पाएँ। त्यहाँदेखि नै हाम्रो ज्ञान परम्परामा चाहिँ तपस्या गरेर फल प्राप्ति पाइन्छ भन्ने सोच रहेछ। के तपस्या भने कुनै काम चाहिँ म गर्छु भनेर प्रण गरेर त्यो प्रति समर्पित बनेर सफल हुन्छ भनेर त्यहाँदेखि भन्दो रहेछ। र त्यसपछि वेदपछिको उपनिषद अनि उपनिषद पछिका सम्पूर्ण पुराणका कथाहरूमा जसले जे शक्ति आर्जन गरे यो शक्ति म पाऊँ भनेर